लोकतान्त्रिक अधिकारहरू हुन्, नेपालको संविधानले प्रत्याभूत गरेका जुन मौलिक अधिकारहरू हुन्, नागरिक सर्वोच्चताका कुराहरू हुन्, रुल अफ लका कुराहरू हुन्, कुनै पनि चिज आज जनताको जीवनमा अनुभूति भएको छैन। त्यसो भएर लोकतन्त्रको विकल्प झन् उन्नत खालको लोकतन्त्र हो। आज पार्टीतन्त्रका कारणले लोकतन्त्रमाथि उत्पन्न भएको समस्याले देशलाई पछाडि फर्काउने, जनतामा उत्पन्न भएको निराशामा खेलेर अलोकतान्त्रिक गतिविधि गर्न र फेरि राजा चाहियो भन्ने जस्ता आवाजहरू पनि उठेका छन्। त्यो जनताको चाहना होइन, त्यो समयको माग होइन। त्यसले लोकतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्न सक्दैन। अहिले लोकतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्नको लागि नागरिकलाई पहिलो प्राथमिकता दिएर, जनतालाई केन्द्रमा राखेर, जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएर अगाडि बढ्नुको विकल्प छैन। र यसरी जुन नागरिक पहिलो अभियानले नागरिकलाई केन्द्रमा राखेर, कुनै दललाई होइन, कुनै नेतालाई होइन, व्यक्ति विशेषलाई होइन, राष्ट्रलाई केन्द्रमा राखेर, जनतालाई केन्द्रमा राखेर एउटा जुन नयाँ सोचका साथ एउटा जुन एजेन्डा उठाएको छ, त्यसमा हाम्रो चाहिँ एउटा ऐक्यबद्धता जाहेर गर्नको लागि आज यहाँ उपस्थिति कम हुन सक्छ। हामी एक दुईजना व्यक्तिहरूले आज हजारौं र लाखौं जनताहरूको आवाजको प्रतिनिधित्व गरिरहेका छौँ। यसले भोलि एउटा आकार ग्रहण गर्दै अगाडि बढ्नेछ। नागरिकलाई बलियो बनाउनका लागि यस्ता खालका अभियानहरू निरन्तर ढङ्गले अगाडि बढ्न जरुरी छ। र यहाँहरूको यो अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दै आगामी दिनहरूमा फेरि सहकार्य गरेर हामी सँगसँगै अगाडि बढेर आज जुन मुद्दाहरू तपाईँले उठाउनु भएको छ, ती मुद्दाहरू हाम्रा बनाएर हामी सबै लोकतन्त्रका पक्षधर शक्तिहरू, अग्रगमनका पक्षधर शक्तिहरू, नयाँ र वैकल्पिक राजनीतिका पक्षधर शक्तिहरूको एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ। हामीले नै देशलाई एउटा अहिलेको सङ्कटबाट निकास दिन सक्छौँ। हामी कमजोर छैनौँ। हामी जनताको पक्षमा छौँ, सत्यको पक्षमा छौँ, न्यायको पक्षमा छौँ, लोकतन्त्रको पक्षमा छौँ, मानव अधिकारको पक्षमा छौँ, कानुनी शासनको पक्षमा छौँ। त्यसो भएर हाम्रो आवाज कमजोर छैन। यति भन्दै यहाँहरूप्रति फेरि पुनः ऐक्यबद्धता जाहेर गर्दै मेरा भनाइ अन्त्य गर्छु। हस्त धन्यवाद।